म बलबीर चौधरी यो बाराको 2 नम्बर क्षेत्रको पत्नी सभाको उम्मेदवार। निश्चित रूपमा चाहिँ एजेन्डा भनेको थुप्रै छन्। एमाले राष्ट्रिय रूपमा पनि एजेन्डाहरू थुप्रै राखेका छन्, जसको चाहिँ यो सरोकार 2 नम्बरमा पनि राख्दछ। त्यो यहाँको जनताको पनि सरोकारको विषय हो। तर पनि केही समस्याहरू यस्ता छन् जो यो देशको लागि अर्थात् यो क्षेत्रको लागि नितान्त रूपमा चाहिँ आवश्यक देखिन्छ। जसरी कि यहाँ बारा जिल्ला मात्र होइन, देशको कुना कप्चामा, पहाडको कुना कप्चामा चाहिँ बाटोघाटोको राम्रो व्यवस्था मैले पाएँ। तर यो 2 नम्बरमा बहुत जर्जर अवस्थामा मैले पाएँ है बाटोघाटो। अब यहाँ जनता जहाँ पनि मतलब कि यही गुनासो गर्छन् कि यो बाटो कहिले बन्छ, यो पुल कहिले बन्छ है, त्यस्तो किसिमको चाहिँ अब सवालहरू गर्दछन्। त्यसकारण सबभन्दा मूल एजेन्डा भनेको यहाँको सडकको चाहिँ पूर्ण रूपमा चाहिँ निर्माण गर्ने। दोस्रो एजेन्डा भनेको कृषि हो। कृषिमा चाहिँ यहाँ भर पर्ने जनताहरू 83% जनताहरू छन्, जो यहाँका चाहिँ व्यवसायीकरण चाहिँ हुन सकिरहेका छैन, वैज्ञानिकरण हुन सकिरहेका छैन, परम्परावादी किसिमले खेती किसानीहरू चाहिँ गरिरहेका छन्, जसले चाहिँ एकदम किसानहरूको आर्थिक अवस्था चाहिँ माथि उठ्न सकिरहेका छैन। त्यो कसरी उठाउन सक्ने? नेपाल सरकारले यसमा चाहिँ नितान्त रूपमा चाहिँ यो ध्यान दिनै पर्छ। त्यो सवाललाई हामीले चाहिँ उठाएका छौँ। तेस्रो चाहिँ शिक्षा हो। शिक्षामा चाहिँ जब जनता शिक्षित हुँदैन, यहाँका आधारभूत जनताहरूको छोराछोरीहरू चाहिँ पढ्न पाउँदैन, त कसरी चाहिँ त्यो विद्वान हुन सक्छ, कसरी वकिल इन्जिनियर हुन सक्छ, कसरी डक्टर र प्रोफेसर हुन सक्छ? त्यसकारण शिक्षामा बढी चाहिँ जोड दिनुपर्छ भन्ने मैले यो एजेन्डा चाहिँ मैले देखेको छु है। चौथो चाहिँ यहाँको स्वास्थ्य अवस्था। स्वास्थ्य अवस्था त यस्तो किसिमको चाहिँ जर्जर छ, जो अस्वस्थ मान्छे कहिले पनि आफ्नो श्रम गर्न सक्दैन, मिहिनेत गर्न सक्दैन, बनिहारी गर्न सक्दैन, अनि कसरी बाँच्न सक्छ? त्यसकारण स्वस्थ मान्छे अर्थात् स्वस्थ जनता हुनुपर्छ र खानेपानी, त्यसमा जोडिएको खानेपानी शुद्ध खानेपानी हुनुपर्छ। अहिले पनि धेरै जनताहरू खोला नालाका चाहिँ पानी पिउने गर्छन् यही 2 नम्बर क्षेत्रका। त्यो कसरी हामीले चाहिँ शुद्ध पानी चाहिँ खुवाउन सक्छौँ? नेपाल सरकारले त्यो व्यवस्था गर्न सक्छ, त्यसमा पनि हामीले ध्यान दिनुपर्छ। यही चाहिँ हाम्रो बारा जिल्लाको पचरौता चाहिँ नगरपालिका छ। यहाँको चाहिँ अब आफ्नो चाहिँ ट्युबवेल जुन किसिमको चाहिँ छ, त्यसमा पानी नै आउँदैन। यहाँ त धन्न मानुस् कि यहाँका मेयर साहबले चाहिँ त्यस्तो किसिमको व्यवस्था गर्नुभएको छ कि टोलमा चाहिँ एउटा कुन प्रविधिको समरसेबल भनेको चाहिँ त्यो किसिमको चाहिँ प्रविधिको चाहिँ पानी निकालेर चाहिँ जनतालाई पुर्याइराखेका छन्। यस्तो किसिमको अभाव छ है, त त्यो कसरी हामीले पुरा गर्न सक्ने? यस्तै किसिमका चाहिँ यस्ता सामाजिक चाहिँ हाम्रो समस्याहरू पनि छन्। आपसमा चाहिँ लड्ने झगड्ने हे, मनमुटाव गर्ने, मतभेद गर्ने, झगडा गर्ने, मुद्दा मामिला गर्ने, यो सब कुराहरू कसरी हामी समाधान गर्न सक्छौँ? त्यसमा पनि हामीले ध्यान दिनुपर्छ। त्यो पनि हाम्रो चाहिँ एउटा एजेन्डाको रूपमा चाहिँ अगाडि बढेको छ। युवा रोजगारी भनेको राष्ट्रिय समस्या, 2 नम्बर क्षेत्रको मात्र चाहिँ समस्या होइन, तर पनि 2 नम्बर क्षेत्रको चाहिँ रोजगारी कसरी हामीले व्यवस्थित गर्छौँ? क्याबिनेटमा आवाज उठाइदिनु पर्यो नि। त्यो आवाज चाहिँ ठाउँमा चाहिँ उठ्नु पर्यो र हामी जस्ता पुग्यो भने हामीले एकदम चाहिँ जोरदार रूपले उठाउँछौँ कि हाम्रो 2 नम्बर क्षेत्रका जनताहरू अहिले पनि हजारौँको सङ्ख्यामा चाहिँ विदेश चाहिँ गइराखेका छन्। त्यसलाई हामीले कसरी रोक्ने? त्यो रोक्ने आधारहरू पनि छन्। त्यो आधारहरू चाहिँ औद्योगिक क्षेत्रदेखि लिएर कृषि क्षेत्रमा रोजगारी दिने, त्यस्ता कुराहरू युवाहरूलाई चाहिँ त्यस्तो किसिमको चाहिँ अब व्यवस्थित गर्ने। यदि त्यो किसिमको हामी गर्न सक्यौँ भने हामी चाहिँ यहाँको चाहिँ रोजगारी समस्या समाधान गर्न सक्छौँ। म 2054 सालमा जिल्ला विकासको उपसभापति भएँ र मेरो नेतृत्वमा त्यस बेला यो जिल्लाको सडक सञ्जाल त्यस बेला कहीँ पनि पिच चाहिँ थिएन। बारा जिल्लामा 12 किलोमिटर मात्र पिच थियो, त्यो पनि कलैयादेखि वीरगञ्जसम्म।
त त्यसलाई कसरी चाहिँ चारैतिर कालो पत्र बनाउने भनेर चाहिँ त्यो अभियान सञ्चालन गर्ने र एउटा संस्थाबाट सहयोग प्राप्त गरेर चाहिँ हामीले सडक सञ्जाल गाउँ गाउँमा पुर्याउने सदरमुकामदेखि गाउँ गाउँमा पुर्याउने त्यो किसिमको चाहिँ सञ्जाल हामीले बनायौँ र त्यसबेला हाम्रो आर्थिक अवस्था जिल्ला विकासको बहुत कमजोर थियो। ग्रेभल बाटो हामी चाहिँ पुरा गर्ने काम गऱ्यौँ। जुन बेला तपाईँको चाहिँ सिमरौनगढदेखि कलैयासम्म तरकारी पुर्याउनलाई एउटा साइकलमा लादेर चाहिँ 4 पटक पम्पचर हुन्थ्यो। त्यसलाई पनि हामीले मर्मत गर्ने त्यो कालो पत्र गर्ने हाम्रो चाहिँ दम थिएन। जिल्ला विकासको ग्रेभल गर्ने काम गऱ्यौँ। तपाईँको चाहिँ 14 किलोमिटरदेखि चाहिँ कभी गोठसम्म त्यो किसिमको चाहिँ ग्रेभल गर्ने काम हामीले गऱ्यौँ। त्यस्तै किसिमको चाहिँ यो कोतवालीदेखि पचरौतासम्म त्यो किसिमको चाहिँ ग्रेभल गराउने काम हामीले त्यो नहर बाटोमा चाहिँ गऱ्यौँ। त्यस्तै किसिमको चाहिँ यो गण्डकदेखि सिमरौनगढसम्म त्यो नहरको चाहिँ त्यो मर्मत गराउने काम गऱ्यौँ। जुन कि ठुलो ठुलो ढुङ्गाहरू थियो त्यसलाई मर्मत गर्ने काम गऱ्यौँ। यस्तै किसिमको चाहिँ यो कामहरू चाहिँ हामीले गरेका छौँ। पुल पुलेसाहरू थोर बहुत बनायौँ। त्यो आधारमा चाहिँ हामीले दावाका साथ भन्छौँ कि जनताले जरुर माया गर्छ, साथ दिन्छ, सहयोग गर्छ र चाहिँ हामी यो निर्वाचनमा सफल हुन्छौँ भन्ने मैले विश्वास राख्छु। नेताजी 76 जना निर्दोष युवाहरूको ज्यान लिएको आरोप लागेको पार्टीलाई भोट किन दिने भनेर प्रश्न पनि उठिरहेको छ, के भन्नुहुन्छ यो विषयमा? 76 भनेको चाहिँ अब गिन्तीमा त्यस्तो किसिमको छ, तर एमालेको नेतृत्वले त्यस्तो किसिमको काम गरेको छैन। प्रधानमन्त्रीले मान्छे मार भनेर चाहिँ कहिले पनि आदेश दिँदैनन्। यो कुरा खुद हाम्रो केपी ओली अध्यक्ष कामरेडले पनि बारम्बार भन्दै आउनु भएको छ र त्यसको आधारभूत चाहिँ प्रमाणहरू पनि छन् कि कसरी त्यो घटना घट्न गयो। आयोगको विशेष आयोग जुन किसिमको चाहिँ गठन भएको थियो छानबिन समिति, त्यसको पनि रिपोर्टमा चाहिँ उल्लेख पनि होला जस्तो मलाई लागेको छ। यदि चाहिँ सुशीला कार्कीको यो सरकारले यदि हिम्मत छ भने त्यो चाहिँ प्रकाशित गरोस्, सार्वजनिक गरोस् कि कसको दोष हो भनेर। त्यसमा चाहिँ एमाले एकदम तयार छ। त्यो हाम्रो एमालेको चाहिँ यदि दोष हो भने हामी सजाय भोग्न तयार छौँ। तर यतिकै अब यो चुनावको स्ट्यान्ड बनाउने, चुनावको मुद्दा बनाउने हामी चाहिँ यो नितान्त रूपमा यो सहन गर्न सक्दैनौँ। अर्को कुरा चाहिँ त्यसमा 19 जना विद्यार्थीहरू मात्र चाहिँ मारिएको थियो, युवाहरू 76 जना होइन। 76 जना त तपाईँको 54 जना कहाँ पर्यो भने यो 24 गतेको घटनामा चाहिँ पर्यो, जुन बेला चाहिँ केपी ओली प्रधानमन्त्रीको पदबाट चाहिँ राजीनामा दिइसक्नु भएको थियो। त्यसकारण चाहिँ सबैको जिम्मा हाम्रो चाहिँ लिने होइन, सबैको जिम्मा हाम्रो चाहिँ पार्टीले लिने होइन, हाम्रो त्यस बेलाको सरकारले पनि लिने होइन र चाहिँ त्यसको आधारभूत प्रमाणहरू चाहिँ आओस्, हामी चाहिँ स्वीकार गर्न तयार छौँ। होइन भने यतिकै चाहिँ त्यो हत्या गर्यो भनेर चाहिँ त्यो भन्न मिल्दैन। अन्तमा यो क्षेत्र नम्बर 2 का वासीलाई के सन्देश दिन चाहनुहुन्छ यो मिडियाको मार्फत? 2 नम्बर क्षेत्र सबभन्दा उपेक्षित क्षेत्र हो, अरू क्षेत्रहरूभन्दा उपेक्षित क्षेत्र हो र यो क्षेत्रका जनताहरूलाई म अनुरोध गर्न चाहन्छु, तपाईँहरू चाहिँ सधैँभरि अरू क्षेत्रका अरू जिल्लाका मान्छेहरूलाई चाहिँ जिताउने गर्नुभएको छ। तपाईँकै क्षेत्रको धरतीपुत्र चाहिँ यहाँ उठेको छ, उम्मेदवारी दिएको छ, त्यसलाई मौका दिनुहोस्। उसको हिजोको चाहिँ सबै कुराहरू ब्याकग्राउन्डहरू हेर्नुहोस्। जति पनि उम्मेदवारहरू छन् त्यो सबैको उम्मेदवारहरूको ब्याकग्राउन्ड हेर्नुहोस् र मेरो पनि हेर्नुहोस्, अनि फैसला गर्नुहोस् कि बलबीर चौधरी को मान्छे हो, कस्तो मान्छे हो। यदि बलबीर चौधरी एक आना पनि एक रति पनि त्यस्तो किसिमको गलत छ भने तपाईँहरू अस्वीकार गर्नुहोस्। होइन भने मलाई स्वीकार गरेर, मलाई समर्थन गरेर मलाई ठाउँमा पुर्याउनुहोस्। 2 नम्बरको लागि यो पसिना होइन रगत पनि मैले आफ्नो चाहिँ दिन तयार छु।